अब अङ्कल यो के यो विशेष के पूजा हो यो अङ्कल हाम्रो यो हाम्रो माझी जातिमा परम्परा अनुसार घाट पूजा भन्ने चाहिँ नि शब्द मैले पनि यो किंवदन्तीबाट थाहा पाएको। यो चाहिँ नि एकाध राजा एकचोटि चाहिँ नि यो कोशी चाहिँ नि कर्णलाई माझी खटुवारले घाट काट्न लागेछ राजालाई। र यो कोशीमा चाहिँ ढुङ्गा पनि केही पनि छैन, केही छैन, बिचमा चाहिँ नि ढुङ्गा अड्क्यो अरे है किंवदन्ती अनुसार। र अड्केपछि अनि भनेपछि माझीलाई किन चाहिँ यो ढुङ्गा यहाँ बिचमा अड्क्यो, तिमीहरूले केही गर्ने के छ कसो छ भन्ने भयो अरे। भएपछि अनि माझीले त्यहाँ चाहिँ अनि सबै चाहिँ देउदेउता पुकारे सिकारी देउदेउता यो भयोहरूको सब पुकारेपछि अनि ढुङ्गा पार लाग्यो अरे है। ढुङ्गा पार लागेपछि अनि त्यो राजाबाट हुकुम गरे, ल यो तिमीहरू चाहिँ यो घाटमा चाहिँ नि पूजा गर्नु, मैले थाहा पाएँ अनुसार पूजा गर्नु। र यो भन्दै जाँदा अलिक तपाईँलाई अप्ठ्यारो हुन्छ। कुनै अरू जाति पूजा गर्नु, अरू जाति आउँदा यो प्रसाद पनि खान हुँदैन, तिमीहरूले मात्रै खानु। अरू आइहाले पनि अन्य जाति है माझी बाहेक अन्य जाति आयो भने उहाँहरूलाई दण्ड सजाय 1 पैसा 2 पैसा तोकेको छैन। त्यसरी चाहिँ नि भनेपछि अनि त्यहाँबाट चाहिँ माझीहरूले यो घाट पूजा चाहिँ नि गर्न सुरु गरेको भन्ने चाहिँ नि मैले त्यहाँबाट एउटा किताबमा भेटेको थिएँ। किंवदन्ती अनुसार प्रत्येक वर्ष हुने हो यो? प्रत्येक वर्ष यो हाम्रो प्रत्येक वर्ष पहिला चाहिँ हाम्रो अब सबभन्दा ठुलो चाड भनेर यो कोशी पूजा भन्थे। र फरक फरक शनिबार मङ्गलबार फरक फरक गाउँको चाहिँ फरक फरक पार के अरे पूजा चाहिँ पार्थे। किनभने जस्तो छेत्री बाहुनको तिजमा चाहिँ नि छोरी आफ्नो चेलीबेटीलाई बोलाएन अथवा दिन गएन भने आउँदैन थिए भनेदेखि हाम्रो यो कोशी पूजामा चाहिँ के हुन्थ्यो भने ठुलो चाड भएर बगैँचा बोलाउन जानुपर्ने पनि अवस्था मैले पनि भएको, म पनि हामी पनि बोलाउन जान्थ्यौँ। कोशी पूजाको पहिला पहिला घाट हाम्रो यो शीतलपाटीको घाट भनेको कुचीघाट चाहिँ नि हाम्रो कुचीघाट र हाम्रो शीतलपाटीको त्यही चाहिँ नि कुचीघाटमै पूजा गर्थेँ। र अनि त्यहाँ चाहिँ नि अब हाम्रो ढुङ्गेपाथी पनि उठाउँथेँ मैले थाहा पाएँ उनीहरूसँग। अब यो कुचीघाटबाट यो चाहिँ उठाउँथे ढुङ्गेपाथी। भनेपछि ढुङ्गेपाथीको भन्नु मतलब उनीहरू आयो भने त्यहाँ पैसा तिर्न नपर्ने, घाट पूजामा बापत ढुङ्गेपाथी उठाएको ठाउँको मान्छेले ढुङ्गेपाथी तिर्नु पर्ने थियो। त्यहाँबाट पहिलादेखि यो चलिआएको पूजा हो। अनि हाम्रो एउटा त्यो पनि र हामी माझी जाति पहिला चाहिँ अब अहिले चाहिँ अलि हाम्रो कम हो। पहिला रात्रि 12 बजे नभनी साँझ नभनी बिहान नभनी सङ्लो पानी ढङ्गलो पानी ठुलो भेल नभनिकन हामी माछा मार्ने पेसा पनि पहिला चाहिँ नि रहेछ। हामीले पनि गरे हो, हामी पनि कोशी ढङ्गलो आयो भन्ने बित्तिकै थकौली बोकेर जाल बोकेर हिँड्थ्यौँ। र त्यसको चाहिँ नि अब कुनै भूत प्रेत कुनै घटना नहोस् भनेर चाहिँ हाम्रो माझी जातिको पूजा चाहिँ नि वार्षिक हुने र त्यो पनि र के थियो भने हाम्रो माझी सङ्घ उत्थान सङ्घबाट चाहिँ नि निर्णय भएर फागुनको साइली बुधबार के अरे करेक्सन साइली मङ्गलबार नेपाल अधिराज्यभरि माझी जाति जहाँ बसोबास छ त्यहाँको चाहिँ साइली मङ्गलबार चाहिँ पूजा गर्ने नेपालभरि एकैचोटि हुने पूजा एकैचोटि पूजा गर्ने सेलिब्रिटी बसाले थियो। र अहिले हाम्रो चाहिँ यहाँ यस्तै गाउँमा यो राम्रो एकदम दुःखद एकजना दुःखद निधन भएकोले हामीले आज 26 गते मङ्गलबार शनिबार गरे भने हुन्थ्यो, तर मङ्गलबार गर्ने चाहिँ मङ्गलबारै गर्नु भएर आज 26 गते चाहिँ हाम्रो सबै हाम्रो गाउँकोले हाम्रो चाहिँ यो शीतलपाटी माथि
प्रत्येक मङ्गलबार र आज सम्पन्न हुँदैछ पूजा हाम्रो शीतल पार्टीमा सम्पन्न हुनेछ। ल हस्, धन्यवाद धन्यवाद।